के हजुरहरूलाई कहिले यस्तो भएको छ जीवनमा कुनै कुरामा नो भन्नुपर्ने तर मुखबाट ठिक छ हुन्छ भइहाल्छ नि भन्ने जस्तो निस्किएको छ होला। धेरै मान्छेहरूमा यस्तो बानी हुने रहेछ। यसलाई पिपल प्लिजिङ भनिन्छ। ममा पनि यही बानी थियो, तर बिस्तारै मैले केही हदसम्म कम गर्न थालेँ। हामीले अरूको मन दुख्ला कि भनेर अरूले के सोच्लान् के भन्लान् भनेर आफ्नो मन नहुँदै पनि ओके भनिदिन्छौँ। तर समय बित्दै जाँदाखेरि महसुस हुन्छ यो बानीले अरूलाई होइन, सबैभन्दा पहिले आफूलाई चोट पुर्याउँछ। हामी चाहिँ सम्मान दया माया भन्ने भावनामा आफ्नो मनको आवाज दबाइदिन्छौँ र कहिलेकाहीँ यस्तो लाग्छ आफूले आफैलाई नै व्यवस्था गरे जस्तो, आफ्नो निर्णयहरू कमजोर भए जस्तो। त्यसैले याद राख्नुहोस्, तपाईँहरूको जिम्मेवारी सबैको इच्छा पुरा गर्नु होइन, नाइ भन्नु असभ्यता होइन, यो त आफ्नो बााउन्ड्री बनाउनु हो। अरूको कुरा सम्मान गर्नुहोस्, तर सधैँ आफू र आफ्नो भावना पहिलो प्राथमिकतामा राख्नुहोस्। यसले तपाईँलाई खराब मान्छे बनाउँदैन, बरु सचेत र आत्मसम्मान भएको मान्छे बनाउँछ। आजबाट सुरु गर्नुहोस्, मन नलागेको कुरामा नाइ भन्न सिक्नुहोस्, किनकि तपाईँको मानसिकता शान्ति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। तमा नाइ भन्न सक्नु कमजोरी होइन, आत्मसम्मानको सुरुवात हो। सबैलाई खुसी बनाउने होइन, आफूलाई हराउन नदिनु पनि असली जित हो। यदि मेरो कुरा हजुरहरूलाई ठिक छ जस्तो लाग्छ भने कृपया सेयर गरिदिनुहोस्। सायद यो कसैलाई भिडियो आवश्यक छ। हस्, धन्यवाद।